हेलो गाइज, वेलकम टु आवर ब्लग। हजुरलाई हाम्रो ब्लगमा स्वागत छ। आज चाहिँ हामी फेरि बिहान बिहान स्केट लिएर बाटोमा आइसकेका छौँ। अब चाहिँ यहाँ बाटोमा आउँदाखेरि आर्यन स्केटर दुईचोटि लोटिसकेका छन् र अहिले लोट्न कोसिस गरेका छन् तर लोटेका छैनन्। यो चाहिँ हाम्रो डेली ब्लगको डे 2 रहेको छ। अब यहाँ रोडको कुरा गर्नु पर्दा चाहिँ यहाँ कुकुरको फाइट चलिरहेको 1v1 कस्टम भयो जसरी। यहाँ आर्यन त्यो हेरेर खुसी भएका छन्। ल अब आर्यन कसरी खेल्छन् हेरौँ। हेर्नुस् गाइज, मेरो स्किल खासै रोड नराम्रो भएकाले हो यस्तो खतर खतर गर्छ, भाइब्रेट हुन्छ जुत्ता। क्यामेराम्यान चाहिँ म छु है। अब हेर्नु मैले कस्तो क्वालिटीको क्यामेरा खिच्छु। अब चाहिँ आर्यन अगाडि अगाडि बढेका छन्। बिचमा किन रोक्यौ त? बाटो अलि नराम्रो रहेछ साथी, हेर बाटोमा लास्टै भाइब्रेट हुन लागेको जुत्ता। हो र, ल ल ल चलाउ चलाउ छिटो चलाउ। ल ल अब चाहिँ यहाँ स्पिड स्केटिङ हान्न लागेको छ न यहाँ आर्यन दोस्तले। फेरि पुल आएर साथी हल्का जम्प हान्नु पर्यो। ल ल ल ल स्केटिङ फेरि यहाँ आएर बसेका छन् लोटेर। के भयो आर्यन? गाडीले हल्का झुक्काइदिएर लोटेको साथी, तिमीले चलाउँछौ? लैजाऊ मेरो यो रिस्ट गार्ड लैजाऊ। एकछिनमा चलाए है त साथी। ल अब उहाँको चाहिँ स्पिड स्केटिङ आएको छ। ल हेरौँ है त कस्तो स्पिड हान्नुहुन्छ। ल वा वा वा, स्पिड त फेरि कति 30-40 किलोमिटर पर आवर छ त गाइस स्पिड त। अब बिस्तारै म पनि चलाउँछु, रोक्नु न यिनलाई। अब एकछिन चलाउँदिनँ, यिनी सुभाषको थाक्छन्। स्किल हेर्नको लागि हाम्रो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। साथै कमेन्ट पनि गरिदिनु होला। कमेन्ट साथै सेयर पनि गरिदिनु आफ्नो साथीहरूलाई। ल अब चाहिँ हामी यता पिपिरा चोकतिर आइसकेका छौँ। अब चाहिँ आर्यनले आफ्नो जुत्ता खोल्छु भनेछन् एकछिनपछि। हेर्नु हेर्नु आर्यनको अब खोल्छु नै भनेछन् अहिले। ऊ यहाँ बसेर खोल्छन् है त। ल छिट्देऊ त मलाई। रोक्यौ न, टेन्सन नलगा, अहिले चलाउँदा रोड हल्का राम्रो आएको छ, एकछिन चलाउँदै हल्का राम्रो रोडमा। स्किल त फेरि भयानक छ त हौ। स्किल हो साथी, स्केट पार्कबाट सिकेको स्किल त हो। हजुरलाई फेरि हाम्रो गेमिङ च्यानल चाहिएको छ भने हजुरले कमेन्ट गर्न सक्नुहुन्छ। हामी चाहिँ अर्को नयाँ गेमिङ च्यानल पनि बनाउँछौँ। हजुरलाई पब्जी, फ्री फायर, माइनक्राफ्ट, रोब्लक्स जे पनि हेर्न चाहनुहुन्छ त्यसको हाम्रो चाहिँ डेली भ्लग आउँछ है गाइज स्केटिङको। त्यही भएर हाम्रो च्यानललाई लाइक, सेयर र सब्सक्राइब हानिदिनु होला। पैसा लाग्दैन क्या, हालिदिनु के नै हुन्छ र। त्यही त, केही हुनेवाला होइन, तपाईँको पैसा सैसा लाग्दैन। ल ल अब चाहिँ हल्का फुल्का गाडी आउनु लागेको छन् मेन रोडमा पनि। स्केटिङ गर्न हल्का गाह्रो भइरह। मेन रोड भन्दा त हामीले घरको रोड राम्रो रहेछ। कुन कुन ठाउँमा यस्तो स्मुथ चिल्लो बाटो आउने, फेरि कुन ठाउँमा चाहिँ खतरपतर। तर हजुरले यस्तो नेपालको रफ रोडमा तपाईँले स्केटिङ गर्न खोज्नुभयो भने तपाईँको खुट्टा चाहिँ लास्ट भाइब्रेसन हुन्छ है गाइस। यो कुरा चाहिँ रियल नै हो। हाम्रो घरको रोड भन्दा पनि मेन रोडमा धेरै भाइब्रेसन हुने रहेछ। यार गाइस अब हाम्रो फेरि सुभाषले भ्लग हान्न खोजेका छन्, उल्टो समातेका थिए, मैले सुल्टो गराइदिएको भिडियोलाई चाहिँ। ल गाइस अब चाहिँ मुखै नदेखिने गरेर बनाछन् भ्लग पनि। खतरा हाँसो छ फेरि साथीको। फेस मात्र देखेछ, देखेको छैन फेरि। अब आर्यन चाहिँ अगाडि गएका छन्। हामीले चाहिँ गाइस चाहिँ अगाडि साउन्ड नआएर पछिबाट भोइस ओभर गरेछौँ, त्यस्तो माइन्ड नगर्नुलाई। यहाँ आन्टीले प्राइस सोध्दै हुनुहुन्थ्यो यो स्केटको। यिनले चाहिँ 4500 भनेका छन्। ल अब चाहिँ आन्टीको पनि रियाक्सन पाइयो, राम्रो छ भन्नुभयो आन्टीले। अब सुभाष साथी चलाउँदै मन लाग्छ भने म चलाइहाल्छु नि। अब मैले जुत्ता लगाइसकेको छु। अब हेर्न सक्नुहुन्छ मेरो कस्तो हुन्छ। राम्रै होला जस्तो छ। बाटो चाहिँ अलि नराम्रो छ, राम्रोसँग चलाए। बाटो यस्तो खतम छ नि, यस्तो यार धन्नै खसेको म। धन्नै लोटिएको थिएँ। अब चाहिँ म रिस्ट गार्ड लगाउन लागेको छु। ल अब फर्केँ म। उता पब्लिक रियाक्सन पनि हेर्न सक्नुहुन्छ, यतैतिर हेरिराख्नु भएको छ अङ्कल आन्टीले पनि। ल अब मेरो स्पिड स्केटिङ हेर्नु है त भने। ल ल ल म कसरी जान्छु त हो। यता फेरि हाम्रो एउटा दाइले रियाक्सन दिइराख्नु भएको थियो, हल्का मात्र रेकर्ड गर्न पाइयो। म चाहिँ ट्र्याक्टरको पछाडि गएर समातौँ कि भनिरहेको थिएँ, फेरि लास्टै खुट्टा भाइब्रेसन भयो, त्यही भएर समातेन। अलिअलि गाडी पनि चलिरहेको थियो, हल्का स्पिड हान्दा लोट्यो भने त झ्या हुन्छ त। मलाई त्यस्तो राम्रोसँग पनि आउँदैन नेपाली रोडमा चलाउन। स्केट पार्क भइदियो भने ठिकै हो, टाइल साइल भए पनि। अब म फर्किन लाग्छु, लास्टै झ्याउला यस्तो।